हेलो हाई एभ्रिवान नमस्ते सबैजनालाई स्याहार हुनुहुन्छ गुड मर्निङ अहिले चाहिँ छिनी बच्चाको एउटा बनाउन गइरहेको छु एभ्रिवान पैसाको सिस्टर हुनुहुन्छ मेरो चाहिँ यस्तो छ बिहान 8 बजे उठेदेखिको झिङ्गे माछा हो गाइस बिहान 8 बजे उठेर काम गर्दा यो पैसा भन्ने चिज कमाउनु त्यो पैसाको चिज पैसा काँडा हुन्छ टिप्दा कहिले भारी पनि पुग्दैन गाइस 2 वर्ष भइसक्यो पैसा टिप्दा भारी पुगेन यस्तो छ है गाइस मेरो चाहिँ दैनिक विदेशमा के काम गर्नुहुन्छ सिस्टर कसरी विदेशमा यस्तो उस्तो भनेर भन्नुहुन्छ नि दाजुभाइ दिदीबहिनीहरूले के काम गर्नुहुन्छ कस्तो हुन्छ मेरो चाहिँ दैनिक यसरी चलिरहेछ 8 बजे उठेर सरसफाइ गरेर यो चाहिँ अब पकाउने स्टार्ट भयो मेरो चाहिँ हजुरहरू संसारमा हुनुहुन्छ के छ हजुरहरूको खबर कताबाट हुनुहुन्छ म चाहिँ कुवेतबाट सरस्वती म्युजिक सरस्वती अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला सबैजना मेरो साथीहरू ओमान कुवेत साउदी जति पनि हुनुहुन्छ बाहिर हुनेहरू साथीहरू मेरो चाहिँ दैनिक यसरी चलिरहेछ हजुरहरू कसरी चलिरहेछ फोनमा पनि बोल्न पाइँदैन कामको व्यस्तताले हजुरहरूको के छ नयाँ नौलो खबर सन्चै आरामै हुनुहुन्छ होला मेरो चाहिँ दैनिक यसरी चलिरहेको छ दिनहरू 2 दिनको जिन्दगी है के गर्नु कति टेन्सन लाग्छ न्युजहरू देखेर प्लेनमा जाँदा पनि सुरक्षित छैन कतिखेर के हुन्छ लाइफ भनेको धेरै छोटो छ जहाँ हुनुहुन्छ खुसी रहनुहोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् होइन यस्तै छ जिन्दगी हाम्रो काम गर्दा कहिले हामी त फुर्सद हुन पनि पाइँदैन रहेछ साथी हो त्यही भएर कहिले रमाउने काम गर्दै यसरी नै हो हाम्रो दैनिक जिन्दगी त्यही भएर भिडियो क्लिप बनाउन मन लाग्यो है त्यही भएर बनाइरहेको छु मैले भ्युजको लागि चाहिँ बनाएको होइन जे होस् मेरो कामहरू दैनिकहरू यसरी चलिरहेको छ साथीहरू भनेर मैले चाहिँ सेयर गर्नको लागि बनाएको गाइस थ्याङ्क यू फर वाचिङ सबै साथीहरू के छ हजुरहरूको खबर मेरो चाहिँ यस्तै चलिरहेछ दैनिक बिहान 8 बजे उठ्छु 8 बजे उठेर सरसफाइ गरेर अहिले चाहिँ कुवेतको 9 बज्यो हजुरहरूकोमा कति बज्यो के गर्नुहुँदैछ मेरो साथी प्यारो मित्र साथीहरू ज्यारामा हुनुहुन्छ होला है के गर्नु परदेशी जिन्दगी यस्तै दैनिक चलिरहेको छ हजुरहरूलाई त्यही भएर आफूले के गरिरहेको छु कसो गरिरहेको छु सेयर गर्नु मन लाग्छ दैनिक सानो क्लिक सर्ट भिडियोहरू लाउने गर्छु हजुरहरू भन्नुहुन्छ होला भ्युजको लागि भन्नुहुन्छ होला त्यस्तो भ्युजको लागि होइन किनभने आफ्नो लाइफ भनेको कतिखेर के हुन्छ आज काम गरिँदैछ भोलि के हुन्छ थाहा हुँदैन त्यही भएर फोटोहरू भिडियोहरू क्लिक गरेर यसो आफ्नो आफन्तहरूले कसरी काम विदेशमा के काम गर्नुहुन्छ कसो गर्नुहुन्छ भनेर सोध्नुहुन्छ त्यही भएर म चाहिँ अब कतिपय मानिसहरू भन्नुहुन्छ विदेशमा त यस्तो उस्तो भन्नुहुन्छ नेगेटिभ सोचाइ गर्नुहुन्छ तर हामी चाहिँ 2 वर्ष भयो 2 वर्ष भएर पनि जान पाइएन भन्दा पनि आफ्नै समस्याले पैसाको कारणले गर्दा जान सकेन घरको समस्या परिस्थितिले गर्दा फेरि पनि रिगेर बस्नु पर्यो कहिले 2 वर्ष पुग्छ भन्दै 2 वर्ष पुगेको अवस्थामा पनि जान पाइएन गाइस पाइएन भन्दा पनि आफ्नै
बाध्यताले गर्दा के गर्नु परदेशी जिन्दगी यस्तै छ। यसरी दुःख गरेर पैसा भन्ने चिज कस्तो रहेछ है साथी हो। यस्तो गरेर पैसा कमाउनुपर्छ। तर उहाँ जाँदा हामीलाई नेपालमा विदेश जाने यस्तो उस्तो भन्नुहुन्छ। त्यही भएर म चाहिँ दैनिक यो भिडियो मैले के काम गरिरहेछु, कसो गरिरहेछु सचेत हुनको लागि अब कतिपय दिदीबहिनीहरूले कस्तो ढङ्गले गमाउनु भएको छ त्यो त थाहा छैन। तर विदेश जाने मान्छे छोरी मान्छेहरूलाई सबैले नेगेटिभ सोच्नुहुन्छ। त्यही भएर म चाहिँ सानो सर्ट भिडियो, अब धेरै लामो त भिडियो बनाउनु सकिँदैन, कामको व्यस्त हुन्छ। यस्तै काम गर्दा गर्दै सानो क्लिप बनाएर लाउनु लाग्छ। त्यही भएर किनभने यसरी हामीले मरिमरि यसरी दुःख गरेर घर फर्किँदा नि हामीलाई नेगेटिभ पाराले सोचिरहनु हुन्छ कतिपय मान्छेहरूले। यसमा यस्तो उस्तो हेन तेन भन्नुहुन्छ। जति तपाईँहरूले सोच्नुहुन्छ त्यस्तो काहीँ पनि त्यस्तो कतिपय 100%मा अब 5% होला होइन, 95% त हामीले नै जस्तो हो यसरी दुःख गर्ने। अनि कस्तो चित्त दुखेर आउँछ क्या साथी हो। किनभने यस्तो दुःख गरेर मरिमरि रात दिन नभने 12 रातिको 10, 12, 1 बजेसम्म काम गर्नुपर्छ। रमजानमा झन् साह्रो, कति धेरै रातैभरि काम गर्नुपर्छ। यस्तो काम गरेर मरिमरि कमाएको पैसाहरू पनि के यस्तो गरेर कमायो, कस्तो गरेर कमायो, विदेशमा छ फल्ना चिल्ना भनेर गर्नुहुन्छ। त्यही भएर दुःख लाग्छ है साथी हो। त्यही भएर भिडियो बनाउनु मन लागेको हो। भोलिको दिनमा आफ्नो मेरो फ्यामिलीहरूले पनि कसरी कमाएर पठाएको रहेछ हामीलाई पैसा, नानीहरूले, छोराछोरीहरूले, आमा बाबुहरूले कसरी पैसा पठाएको रहेछ, कसरी कमाएको रहेछ भन्ने धारणा होस् देखौँ भनेर म चाहिँ भिडियो बनाउन चाहन्छु गाइस साथी हो। झिङ्गे माछा आज चाहिँ बनाउनु गइरहेछु। दिनै परिकार आइटमले बनाउँछु। कहिले के बनाइरहेको हुन्छु यस्तै हो होइन। एउटै खाना, एउटै तरिकाको खाना खानुहुन्न। आज चाहिँ झिङ्गे माछा र खाना खानुहुन्छ अरे। फेरि हामी चाहिँ अर्कै भान्सा अरबी खाना जस्तो खान्न, म अर्कै नेपाली नै 2जना छौँ, नेपाली नै बनाएर खान्छौँ हाम्रै आइटमले होइन। अनि त्यही भएको कारणले फेरि झन् कामहरू बढ्छ। यस्तै भइरहेछ। यो झिङ्गे माछा चाहिँ मैले केलाइसकेँ। यसरी यो सबै यो झिङ्गे माछाको पेटको यो निकालेर अब यसलाई चाहिँ अमिलोमा धुइधाइ गरेर फर्मत गरेर पकाउँछु। पकाएको हजुरहरूलाई देखाउँछु। मेरो चाहिँ दैनिक यसरी चलिरहेछ। सबैजना मेरो साथीहरू हजुरहरू पनि सेयर गर्नु होला। मेरो चाहिँ यस्तो छ दैनिक चल्ने। बिहान उठेदेखिको काम उठेदेखिको हामीले आराम गर्ने भनेको बेलुका 5-6 घन्टा पनि आराम गर्न पाइँदैन गाइस। यस्तो छ अब दैनिक परदेशी जिन्दगी यस्तो छ है गाइस। सबैजनाले सेयर गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। मलाई चाहिँ भने यस्तो दुःख सुखको दैनिक मैले चाहिँ ल्याइरहेको हुन्छु भिडियोहरू। सब भिडियो भए पनि चाहिँ हालको वेदबाट सरस्वती माझी हाम्रो चाहिँ यस्तो ड्रेस लाउनुपर्छ युनिफर्म। किनभने यो चाहिँ किन यसरी लाउनुपर्छ घरको काम गर्नेहरूले भन्दाखेरि कपालहरू झर्छ खाँदाखेरि भनेर यस्तो लाउनु दिनुहुन्छ उनीहरूले। कपालहरू झराको धेरै नराम्रो मान्नुहुन्छ। कपालहरू झर्छ फेरि यहाँको पानीले धेरै कपालहरू झरेर पनि धेरै झर्दो रहेछ। समुद्रको नुनिलो पानी भएर होला गाइस। कपाल त्यसरी झरेको छ कि छैन, कपालहरू झरेर यस्तो भइरहेछ। यो चाहिँ खलो। अब यसमा चाहिँ नुनहरू लाएर मोलेर यसलाई म चाहिँ गर्छु यसरी। मेरो चाहिँ सिस्टम यस्तो छ। हजुरहरू कसरी गर्नुहुन्छ सेयर गर्नु होला, सब्सक्राइब गरिदिनु होला। सरस्वती अफिसियल, सरस्वती म्युजिक युट्युब च्यानल। थ्याङ्क यू फर वाचिङ। बाई एभ्रिवान।